हेलो एभ्रिवान अनि आज भने चाहिँ हामीहरू जाँदैछौँ टकबर गुरुदेवको दर्शनको लागि अनि साथै दिवाली पनि लागिसकेको छ। सो ह्याप्पी दिवाली सबैजनालाई। अनि अहिले भने चाहिँ हामीहरू टकबर पुगि पनि सकिसकेको छौँ होइन। अन्त यहाँ पछि देख्न सक्नुहुन्छ मेरो बहन लोग। यता भने चाहिँ दुईजनाको सिरियस गफ चलिरहेको छ। के चलिरहेको छ बट सिरियसनेस यति साह्रो छ हेर्नु नि दुईजनाको। सो हामी चाहिँ अहिले वेट गरिरहेको छौँ दर्शनको लागि। अनि अहिले भने चाहिँ हामीहरू रेडी हुँदैछ दर्शनको लागि होइन। खदाहरू मिलाउँदैछौँ अनि यहाँ भने चाहिँ हामीहरू लाइन लागिरहेको छौँ होइन। अनि अब चाहिँ हाम्रो टर्न आउन आँटेको छ। अन्त अहिले चाहिँ हामीले दर्शन गरिसकिसक्यौँ होइन। यहाँ बहिनीहरू अन्त दा हो हाई भन्नुहुँदैछ छिङ दादाले चाहिँ। अनि अब चाहिँ हाम्रो निस्किएको गुरुदेवको घरबाट। अनि अहिले भने चाहिँ हामीहरू लिम्बू बस्तीमा निस्किरहेको छौँ किनकि यहाँ चाहिँ मिनी स्काई वक छ नि त। सो हामी त्यो इन्जोय गर्नुको लागि निस्किरहेको। यो बाटो हामीहरू धेरैचोटि हिँडिरहेको तर पनि फर द फर्स्ट टाइम निस्किएको चाहिँ। अन्त यो ठाउँको बारेमा चाहिँ भिडियोज पुरा देखिबस्थेँ नि त मेरो साथी सिवतको पेजमा। सो भ्यू चाहिँ कुछ स्टारको छ, यस्तो दामी छ होइन। अनि तपाईँहरू पनि टाइम निकालेर यो प्लेस भिजिट गर्नु आउनु होला, एकदमै राम्रो छ। अन्त इफ तपाईँहरू सिङ्ला भएर दार्जिलिङ ट्राभल गर्नुहुँदैछ भने चाहिँ जरुर यो ठाउँमा एकखेप भए पनि आउनु होला, एकछिनको लागि भए पनि आउनु होला। एकदमै राम्रो छ, भ्यूहरू एकदमै दामी देख्छ यहाँबाट होइन। यहाँ पारि नाम्ची पनि देख्छ। अन्त यहाँ तल जोरथाङ एकदम क्लियर देख्छ। सबैजना छ हो। शीश निलिमा नाम्दुम दुर्गा सतनाई पूर्णिमा तामाङ आमालाई त सांगले नाम We are walking in this grass walk, sky walk along with our slippers हैन। हाम्रो थाहा नै भएन यो चप्पलसँग जाँदा हुन्छ कि हुँदैन। So and I don't even know if this will collapse or not. I hope it does not collapse while we are still on board. एन्ड whoever knows me well उहाँहरूलाई थाहा छ द्याट मलाई चाहिँ हाइटसँग एकदमै प्रब्लम छ। सो मेरो हाइटको प्रब्लम साइडमा राखेर भए पनि म यहाँ इन्जोय गर्दैछु भ्यूहरू किनकि एकदम दामी थियो नि त। एन्ड आफ्टर द्याट म चाहिँ यहाँ दोकानमा चिप्सहरू किन्दै होइन। जङदेखि टाढो बसौँ भन्छु, खै के गर्नु यस्तै भइहाल्छ। अनि अब चाहिँ निस्केको हामीहरू यहाँ चाहिँ हामीले चिप्सहरू खोलिसकिसकेको छौँ। अनि यहाँ देख्दै गरेको चाहिँ जोरथाङ होइन, कस्तो मजाको देखिरहेको छ। अनि यहाँ भाइहरू पनि एकदम इन्जोय गरिराख्नु भएको रहेछ होइन भ्यू। अनि अहिले भने चाहिँ हामीहरू यहाँ हल्का खाजा खानुको लागि रोकिरहेको छौँ सिङ्लामा। आई थिङ्क सिङ्ला नै पर्छ जस्तो लागि यो एरिया। अन्त हामी चाहिँ अब खाजा खानु पसेको। जति नै गरे पनि जे नै गरे पनि हामीलाई मोमो नै पाएर सो मोमो अर्डर गरेर हामी त खानु पनि थाल्यौँ होइन। अनि यहाँ भने चाहिँ आन्टीले प्याज छान्नु हुँदैछ, यहीँबाट प्याज लाने भनेर डिसाइड भएर चाहिँ प्याज छान्नु हुँदैछ। अनि अहिले भने चाहिँ हामीहरू निस्केको घरको लागि। गरम चाहिँ यति साह्रो भइरहेको छ कि झन् यहाँ चाहिँ खोलाको छेउमा भएर होला गरम चाहिँ अति नै भन्दा पनि नि प्रेसर हाई हुने खालको गरम छ। सो म चाहिँ घर आइपुगेँ। घर आइपुग्ने बित्तिकै चाहिँ म यहाँ अम्बक देखेँ कि अनि टिपेर खाइहालेँ। यो हाम्रो घरको अम्बक मिठो छ, यो सानो हुन्छ कि तर पनि मिठो। अन्त मलाई यत्तिकै मनपर्छ, पाकेको त मन पर्दैन।
सो अहिले भने चाहिँ म ड्रेसहरू चेन्ज गरिकन पानी पिउँदैछु अन्त मम्मी पापा पनि रेस्ट गरिराख्नु भएको रहेछ अनि अहिले भने चाहिँ म रेस्ट गरिकन जिम आएको छु जिम आउनुको मतलब चाहिँ म डरलाग्दो होइन वेट लिफ्टहरू गर्छु भन्ने चाहिँ टु बी अनेस्ट म वेट लिफ्टिङ गर्दिनँ पनि म गर्नु पनि सक्दिनँ होइन तर पनि मेरो ट्रेनरले हल्का हल्का चाहिँ गर्नु भनेर गर्छु सो यो बार र 2.5 केजी उठाउनुको लागि पनि मलाई मोर देन 5 मन्थ्स लागेको छ अनि या जुनै पनि कुराको लागि कन्सिस्टेन्सी चाहिँ एकदमै जरुरी छ भन्दै आजको लागि यति नै बाई बाई सी यू सुन टिल देन टेक केयर एन्ड लभ योरसेल्फ